नमस्ते। आज लिएर आएको छु राहु रेखाको विषयमा है। अब राहु रेखा भनेको के हो त? अब तपाईँलाई बताऊँ राहु रेखा भनेको अब राहु एउटा त तपाईँले राख्नु भएको छ यहाँ राहु क्षेत्र छ नि त हैन? तर यहाँबाट निस्किने रेखालाई राहु रेखा भनिँदैन। राहु रेखा छुट्टै हुन्छ है त। यो चाहिँ ध्यान दिनुपर्ने कुरा हो। राहु रेखा भनेको कहाँबाट निस्किन्छ त? जस्तो तपाईँलाई भनौँ यहाँबाट यसो यो आयु रेखा भयो नि त। अब आयु रेखामा के हुन्छ त? अब कतिपय हाम्रा यो हस्तरेखाको किताबमा भनौँ न सामुद्रिक शास्त्रमा कतिपयमा के व्याख्या गरिएको छ भने यहाँ हेरिराख्नु भएको छ नि, यसलाई ठुलो मङ्गल भनिन्छ भने यता सानो मङ्गल भनिएको छ है। र दुईतिर मङ्गलको प्रभाव भनिन्छ। त्यसमा यो ग्रहहरूको प्रभाव मैले जुन 12वटा क्षेत्र देखाएको छु यो देखाउँदैन के। तर वास्तवमा भनौँ भने ग्रहहरूको क्षेत्र जुन छ यो भनौँ कि पुरै क्षेत्र हस्तरेखामा हुन्छ है, हत्केलामा हुन्छ भनौँ न, हत्केलामा हुन्छ र त्यसको प्रभाव हेर्नुपर्ने हुन्छ। त आज म बताउँदैछु यो मङ्गल क्षेत्रदेखि शुक्र क्षेत्रसम्म यो आयु रेखाभित्रबाट यहाँ मङ्गल क्षेत्र देखिन्छ नि त यो, त्यसपछि आएर यो शुक्र क्षेत्र हुन्छ नि, यो भित्रबाट जताबाट भए पनि है, चाहे त यहाँबाट निस्कियोस् मङ्गल क्षेत्रतिरबाट या यता शुक्र क्षेत्रतिरबाट जताबाट निस्के नि त्यसलाई राहु रेखा भनिन्छ। अब तपाईँलाई बताउँ कि राहु रेखाको विषयमा भन्नुपर्दा अब जस्तो यहाँबाट यो मस्तिष्क रेखा हो, यहाँ हृदय रेखा भयो होइन, र साथसाथै अब भाग्य रेखा जहाँबाट पनि देखाइदिउँ। अब सपोज यहीँबाट देखाइदिउँ, यहाँबाट भनौँ है, यो भाग्य रेखा भयो होइन। अब तपाईँलाई भनौँ कि अब राहु रेखाको प्रभाव भन्दाखेरि अब राहुको सबभन्दा अलिकति फल बताइदिउँ पहिला, त्यसपछि रेखाको विषय बताउँला। चिनामा भयो भने के हुन्छ है, जस्तो राहुको फल भन्दाखेरि चिना र हस्तरेखा प्रभाव उस्तै उस्तै पर्छ है। अब यहाँ के देखिन्छ भने अब राहुले के गर्छ भने धनीलाई गरिब र गरिबलाई धनी बनाइदिने काम गर्दछ है। यो राहु चाहे त्यो हस्तरेखामा होस् अथवा चिनामा है। अब भनौँ मुख्यतः भनौँ भने अब राहुलाई भनौँ भने मुख्य ग्रह पनि भनिन्छ। कुनै पनि व्यक्तिको भनौँ न यदि ठुलो पदमा कुनै पनि व्यक्ति यदि ठुलो पदमा पुगेको छ भने तपाईँलाई भनौँ कि राहुको कतै न कतैबाट प्रभाव चाहिँ देखिन्छ है। अब जस्तो भनौँ कि तर राहुको दोष पनि जुन हुन्छ नि त्यो पनि ठुलो नै हुन्छ है। अब यदि चिनाको कुरा गर्दाखेरि चिनाको भनौँ न पञ्चम भावमा राहु दोषी यानि खराब छन्। पञ्चम भावमा भने गर्भपात गराउँदछ भने यदि चिनामा राहु भनौँ खराब छ भने के हुन्छ त, व्यक्तिलाई अति रिसाहा बनाइदिन्छ, साथै नकारात्मक दिशातिर लैजाने काम गर्दछ है। त्यो सँगसँगै के हुन्छ भने दाम्पत्यको कुरा गरौँ भने 90% भनौँ तपाईँलाई 90% के हुन्छ त, राहुले दुःख दिन्छ। 90%सम्म व्यक्तिलाई दुःख दिन्छ यदि खराब छ भने है। यसबाहेक पनि भनौँ भने कति घटना यस्तो पनि हुन्छ कि व्यक्ति ऋण लिएर व्यापारमा लगानी गर्छ होइन, तर व्यापार पनि उता डुब्यो र यता ऋण पनि थपियो है। भनौँ भने गलत कार्यमा लगाएर के हुन्छ त, व्यक्तिलाई दुःख दिने काम गर्दछ, चाहे त्यो चिनाबाट होस् अथवा हस्तरेखाबाट होस् है त। अब यसमा के हुन्छ भन्दाखेरि तपाईँलाई सबभन्दा पहिला अब सुरु गरौँ कहाँबाट भने अब यो त के हुन्छ भन्दाखेरि अब यसलाई कसरी व्याख्या गर्दाखेरि अब यदि कुनै रेखा तपाईँले सम्झाउँछु, यदि कुनै रेखा जीवन रेखाको यो भित्रबाट निस्केर है मङ्गल अथवा शुक्र क्षेत्र जुन पहिला पनि भनेको थिएँ तपाईँले त्यही विस्तारपूर्वक भन्दैछु बाट निस्केर अब के त यो जीवन रेखा भयो होइन, यो भाग्य रेखा भयो है, र यो मस्तिष्क रेखा भयो। यसलाई काटेर अगाडि जान्छ, यसलाई काटेर अगाडि जान्छ भने जस्तो यहाँबाट निस्कियो है। अब यहाँबाट भनौँ न यहाँबाट यसरी निस्केर तपाईँलाई यसरी भनौँ सपोज निस्कियो, जीवन रेखालाई काट्यो, मस्तिष्क रेखालाई काट्यो, के अरे भाग्य रेखा र मस्तिष्क रेखाले काट्यो नि त होइन, काटियो। अब यो रेखा के हुन्छ त ठुलो सानो पनि हुन्छ।
कुनैमा यसो जीवन रेखाले पनि काटेका हुन्छ भने है, यहाँबाट जताबाट भए पनि यदि कुनैमा जीवन रेखाले मात्रै काटेका हुन्छ भने कुनैमा जीवन रेखाबाट निस्केर मस्तिष्क रेखासम्म काटेका हुन्छ होइन। अलिकति हात हल्लिँदो रहेछ मेरो, त्यसले गर्दा विचार गर्नु होला है। जीवन रेखालाई काटेर मस्तिष्क रेखालाई पनि काट्दो रहेछ र कुनै कुनैमा हेरिहाल्नु भयो, जीवन रेखालाई काटेर भाग्य रेखाले काटेर अनि मस्तिष्क रेखालाई पनि काट्दो रहेछ है। यो ठुलो र सानो हुने गर्दछ है त। अब आउनुहोस् तपाईँलाई भनौँ अब फेरि तपाईँलाई सम्झाउँछु म। यहाँ आयु रेखा भइहाल्यो, यहाँ भाग्य रेखा भयो। हात हलेकोले अलिकति गाह्रो हुँदो रहेछ मलाई, सिधा नहुने रेखा है, त्यसलाई आफूले सम्झिनु होला। र यताबाट आएर यो हृदय रेखा भयो है। अब तपाईँलाई भनौँ कि तपाईँलाई सुरु गरौँ अब केबाट त। अब यदि अब राहु रेखा भनौँ न निस्किएर तपाईँलाई भनौँ कि जीवन रेखा, शीर्ष रेखा र भाग्य रेखा भनौँ कि भन्दा पातलो छ। यदि राहु रेखा कस्तो छ भन्दाखेरि अब यो जुन रेखाहरू छन् नि, यो रेखाभन्दा मसिनो छ, अलि हेर्दाखेरि नि कमजोर देखिने है, पातलो छ, धर्का जस्तो मात्रै छ भने कुनै पनि रेखा कुनै पनि रेखा भने होइन कि राहु रेखा जाँदाखेरि त्यस्तो देखिया छ भने है, धर्का जस्तो छ भने त्यो के हुन्छ त, त्यति प्रभावशाली हुँदैन। अब त्यो बनाएर देखाउनु मिल्दैन, तपाईँ आफै सम्झिनु होला है। त्यो बनाएर देखाउनु मिल्दैन यसमा चित्रमा। त्यो चाहिँ के हुन्छ त, प्रभावशाली चाहिँ हुँदैन। तर त्यही रेखा अब यस्तो कस्तो भन्दाखेरि यहाँ हेर्नु होला, जस्तो यहाँ बताउँछु। अब यो साह्रै नै कमजोर भयो भने हुँदैन, अलिक गाडिएको पनि छ र हल्का मोटो छ है, अलिक गाडिएको छ, यति मोटो त हुँदैन। मसिनो रेखा नै राम्रो हुन्छ, तर गाडिएको रेखा हुनुपर्छ र हेर्दाखेरि चाहिँ यसरी हुनुपर्छ है, बुझ्नुभयो। गाडिएको छ र हल्का मोटो मोटो र गहिरो छ भने तपाईँलाई भनौँ कि यसको शुभ र अशुभ प्रभाव भनौँ भने व्यक्तिमा पर्दछ है। यो सामान्य छ भने यसको खासै पर्दैन है। तपाईँलाई भनौँ कि जस्तो भन्नुपर्दा अब यस्तो पातलो छ भनौँ न, र यसमा कतिको फरक छ तपाईँ सम्झिनु होला। यदि त्यस्तो छ भने, यस्तो छ भने प्रभाव हुँदैन, यस्तो भयो भने प्रभावशाली हुन्छ है त। अब तपाईँले भनौँ कि यसको शुभ र अशुभ प्रभाव व्यक्तिमा पर्दछ है। अब तपाईँलाई भनौँ कि अब जीवन रेखालाई भनौँ न, यो आएर यहाँबाट निस्कियो, जीवन रेखालाई काट्यो। सपोज यहाँबाट भनौँ यसरी आएर जीवन रेखालाई काट्यो है, जीवन रेखालाई काट्यो। अब यसमा के हुन्छ भन्दाखेरि जुन ठाउँमा काटिएको छ नि त यो, अब जीवन रेखाको उमेर कसरी निकाल्ने भने यो त पहिला पनि भिडियोमा बताएको थिएँ मैले। यहाँदेखि यहाँसम्मको 90 वर्ष उमेर हुन्छ है, यहाँदेखि यहाँसम्म 90 वर्षको उमेर हुन्छ। यसमा चाहिँ हामीले त्रिवर्षीय भनौँ न फर्मुला लागू गर्नुपर्छ है, अथवा पञ्चवर्षीय, तपाईँले कसरी हुन्छ यसलाई भाग लगाएर त्यो अनुसारले गर्नुपर्ने हुन्छ है। त्यसकारण यहाँ काटियो। अब यो कुन उमेरमा पर्छ त, ध्यान दिनुपर्ने के हो भने यो काटिएको ठाउँ जुन छ कुन उमेरमा पर्छ। यो उमेरमा के हुन्छ भन्नुहुन्छ भने पारिवारिक समस्या, स्वास्थ्य सम्बन्धी है, त्यसपछि आएर तपाईँलाई भनौँ कि व्यापारिक समस्या है, यो उमेरमा, यो चाहे यहाँ काटोस् जता काटे नि त्यो उमेरमा हिसाब गर्नुपर्छ है, आदि हुने गर्दछ। एउटा कुरा यो भयो। दोस्रो कुरो भनौँ, अब यहाँबाट गएर यसले शीश रेखालाई काट्यो है। अब यहाँबाट यसरी गयो है,
यहाँबाट गएर तपाईँलाई भनौँ कि अब शीर्ष रेखालाई काट्यो। शीर्ष रेखालाई काट्यो भने के हुन्छ त? अब शीर्ष रेखा भनौँ, मस्तिष्क रेखा भनौँ, जे भन्दा नि हुन्छ है। काट्यो भने यसका साथै के हुन्छ? मानसिक समस्या, व्यक्तिमा चाहिँ मानसिक समस्या उत्पन्न हुन्छ। शारीरिक मानसिक समस्याका साथै के हुन्छ भन्दाखेरि व्यापारमा पनि क्षति गराउँछ है। यसले व्यापारमा क्षति हुन्छ है। र तपाईँलाई भनौँ कि अब यदि यही शीर्ष रेखामा अब यदि भनौँ कि यहाँनिर तपाईँले देखाउँछु, जौ जस्तो यस्तो चिन्ह छ है। यहाँ जौ जस्तो चिन्ह कुनै पनि रेखामा है, कुनै पनि रेखामा यदि जौ जस्तो चिन्ह छ होइन। र तपाईँ तिनटैमा भन्दै रहेको छु, मस्तिष्क, भाग्य अथवा जीवन रेखा अथवा हृदय रेखासम्म पनि जाने गर्दछ भनौँ न। अब यो जौ जस्तो चिन्ह छ कुनै पनि रेखामा है। र तपाईँलाई भनौँ कि यो चिन्हमा के भएछ त? राहु रेखाले आएर काटिदियो। अब यो राहु रेखा गएर यसरी काटिदियो है। यसरी काटियो भने यसलाई अति अशुभ भने चाहिँ मैले जति पनि फल बताएँ त्यसमा पनि यसले अझ बढी प्रभाव पार्छ र व्यक्तिको जीवनलाई एकदम नकारात्मक बनाउँछ है। यो चाहिँ एकदम ध्यान दिनुपर्ने कुरो हो है। नकारात्मक बनाउँछ र ऊ जीवनमा चाहिँ साह्रै नै पीडित हुन्छ यस्तो व्यक्ति है। अब भनौँ कि तपाईँलाई कि अब यो त ठिक छ, यसरी पहिले जस्ताको त्यस्तै हो नि त है। यसरी भनौँ है। अब भनौँ तपाईँलाई कि यो हत्केलामा छ नि, यो हत्केलामा भनौँ के हुन्छ भने अब यो जति पनि हुनसक्छ त्यो अघि पनि बताएँ मैले है। राहु रेखा जति पनि हुनसक्छ, एउटा दुईवटा तिनवटा चारवटा होइन। र भनौँ कि यो रेखाले के देखिन्छ भन्दाखेरि भाग्य रेखाले काटेको अघि जुन देखाएको थिएँ नि मैले, यसमा यदि भाग्य रेखाले काटिदियो होइन, यो रेखाले भाग्य रेखाले काटेको छ भने के हुन्छ भने व्यक्तिले जीवनमा यस्तो व्यक्तिको जीवनमा सधैँ सङ्घर्ष गरिराख्नुपर्छ है। भाग्य रेखाले काटेकोमा जीवनमा सधैँ सङ्घर्ष गर्नुपर्छ। र यदि दुई तिनवटा रेखा काटिएको छ भनौँ है, याद गर्नु होला है, यहाँबाट निस्केर यसरी यसरी यदि दुई तिनवटा रेखाले काटिएको छ भने के हुन्छ भन्दाखेरि यो भाग्य रेखाको कहाँबाट यदि निर्धारण गरिन्छ त? तलबाट जान्छ है। भाग्य रेखाको यहाँबाट एज निर्धारण गरिन्छ होइन, माथिबाट माथिसम्म जान्छ, जसले गर्दाखेरि माथिबाट आउने होइन चाहिँ तलबाट माथि जाने हो है। जताबाट पनि जान सक्छ नि त। 10 थरीको भाग्य रेखा हुन्छ, त्यो भाग्य रेखाको च्याप्टरमा बताएकै छु होइन। त्यसले गर्दाखेरि यो जताबाट पनि जान सक्छ। र तपाईँलाई भनौँ कि भाग्य रेखाको एज अनुसार यो जीवनमा यहाँदेखि सङ्घर्ष गर्दै गयो यहाँसम्म सङ्घर्ष गर्नुपर्ने हुन्छ। यसपछिको जुन जीवन हुन्छ नि, यो अन्तिम राहु रेखा जुन हुन्छ नि, यसपछिको जीवन हुन्छ, यो जीवनपछि यहाँदेखि उसको जीवनमा चाहिँ राम्रो हुँदै जानेछ है। राहु रेखा जहाँसम्म अन्तिम छ त्यहाँसम्म उसको जीवनमा सङ्घर्ष गर्नै पर्ने हुन्छ है त। अब आउनु तपाईँलाई भनौँ अब तपाईँलाई भनौँ कि अब यही राहु रेखा कुरा गर्छु। यही राहु रेखा शीर्ष रेखामा आएर समाप्त भइसक्यो, काटिया छैन है। अब यहाँबाट निस्कियो है, यहाँबाट यसरी निस्कियो, ठ्याक्कै यहाँ गएर समाप्त भयो, शीर्ष रेखामा गएर समाप्त भइसक्यो है। काटिया छैन, गएर समाप्त भइसक्यो भने शीर्ष रेखालाई यहाँ नकाटिकन त्यहीँ गएर जोडेर त्यहाँ समाप्त भइसकेको छ भने यसले के गर्छ भन्दाखेरि व्यक्तिको जीवनमा ठुलै भुइँचालो ल्याउने गर्दछ कि यो एकदम दुःख दिने भुइँचालोकै काम गर्दछ। व्यक्तिको जीवनमा चाहिँ भुइँचालो ल्याउने काम गर्दछ। सबै काम चाहिँ डामाडोल हुने, कुनै पनि काम सफलता नहुने, अथवा भनौँ कि के हुन्छ भन्दाखेरि ओह्रालोतिर लाग्ने गर्दछ के, बुझ्नुभयो?
ओह्रालोतिर लाग्ने, अगाडि बढ्नु त कहाँ कहाँ ओह्रालैतिर लाग्ने गर्दछ। कुनै काम बिग्रिने है, स्थान परिवर्तन हुने, शारीरिक हानि, सवारी साधनमा क्षति आदि हुने गर्दछ है। र तपाईँलाई भनौँ कि यो राहुलाई के भनिन्छ त, राहुलाई छाया ग्रह भनिन्छ नि त। छाया ग्रह भएकोले अनेक भनौँ न उदाहरण दिने गरिन्छ नि त, जस्तो सर्प भनौँ, दैत्य भनौँ, भूत प्रेत आदि भनौँ कि यसै कारणले व्यक्तिमा त्यसको प्रभाव पर्ने रहेछ के, बुझ्नुभयो नि। मानसिक जस्तो यो रेखा मस्तिष्कमा काट्यो नि त, मानसिक स्थिति डामाडोल हुन्छ, उसको मनमा भूत प्रेतको शङ्का हुने है, आदि इत्यादि भनौँ न केही न केही नकारात्मकता उत्पन्न गरिदिन्छ है, जसले गर्दाखेरि उसको ब्रेनलाई नै डिस्टर्ब गरिदिने के। र ब्रेन डिस्टर्ब गरिदियो भने त उसको जीवनमा त गइहाल्यो नि, केही सोच्न सक्दैन, गर्न सक्दैन। त्यही भएर भुइँचालो उत्पन्न भनिन्छ कि भुइँचालो उत्पन्न गर्छ है। अब यदि मस्तिष्क रेखामा जोडिनु अथवा काट्नु भनेपछि दिमागमा नकारात्मक प्रभाव नै आउनु हो है। र नकारात्मक प्रभावले भनौँ कि सधैँ के गर्छ त, विनाश गर्छन्, उसले विनाश नै गर्छ, त्योभन्दा अरू केही गर्दैन। त्यसकारण यो यहाँ आएर जोडिनु भनेको यो सबभन्दा ठुलो क्षति हो। यदि काटेर गए पनि क्षति नै भनिन्छ, तर काटेर जानुभन्दा पनि यहाँ जोडिनु भनेको यसको प्रभाव पूर्ण रूपले मस्तिष्कमा पर्ने हो है। यो त बुझ्नुभयो। अब आउनुहोस्, अब तपाईँलाई भनौँ कि यदि यो राहु रेखा रे अब मस्तिष्क रेखा र हृदय रेखाको बिचमा गएर पुग्छ है। अब यसको शुभ प्रभाव पनि बताउँछु, अशुभ मात्रै त हुँदैन, मैले पहिले भनेको छु नि त, यसले शुभ पनि गर्छ र अशुभ पनि गर्छ। अब यो रेखा ठ्याक्कै यहाँ बिचमा आइदियो है, मस्तिष्क रेखा र हृदय रेखाको बिचमा आएर रोकियो। अब यो बिचमा आएर रोक्यो नि, अब यो सिधा यसरी पनि हुन्छ, यसरी पनि जता पनि हुनसक्छ है, त्यसको विषयमा केही छैन। र यो बिचमा आएर यसो रोकियो भने के हुन्छ भने तपाईँलाई भनौँ कि यो रेखा निर्दोष हुनुपर्छ, दोषी होइन। दोष भनेको यहाँ देखिराख्नु भएको छ नि, यसो डट डट भएको, रेखा टुक्रा टुक्रा भएको, दीप भएको, वक्र भएको, अथवा अरू निकृष्ट रेखाहरूले काटेको चाहिँ हुनु हुँदैन है। यसरी गएर रेखा यदि शुभ छ, गएर त्यहाँ बिचमा रोकियो भने, रोकिया छ भने के हुन्छ भने निर्दोष छ, कुनै दोष छैन भने तपाईँलाई भनौँ कि यो रेखा शुभ फल दिन्छ है। यो राहु रेखाले शुभ फल दिन्छ। अब के दिन्छ, जस्तो भनौँ व्यापारीको हातमा छ भने, अथवा कसैको हातमा छ भने, व्यापारीकै कुरा गरौँ न पहिला, व्यापारीको हातमा छ भने ठुलो व्यापारी हुन्छ, व्यापार बढ्दै जान्छ र सानोबाट सुरु गऱ्यो भने त्यो ठुलो व्यापारी बन्छ है। त्यसपछि आएर भनौँ जागिरमा छ, यदि जागिर खाइरहेछ, जागिरमा छ, जागिरे व्यक्ति छ भने माथिल्लो तहमा पदमा भनौँ बढुवा हुँदै जान्छ है, पुग्दै जान्छ र तपाईँलाई भनौँ कि ठुला व्यक्ति बन्न जान्छ है। सानो तहबाट सुरु भए पनि माथिल्लो तहमा पुगेर ठुलो व्यक्ति बन्न जान्छ। अब कुनै अब हाकिम बन्छ, नेता भन्छ, मन्त्री भन्छ, राष्ट्रपति भन्छ आदि इत्यादिसम्मको प्रभाव यसले पार्दो रहेछ है। र तपाईँलाई भनौँ कि अब यो रेखा कस्तो हुन्छ भन्दाखेरि सबैको हत्केलामा देखिँदैन है। यस्तो रेखा जुन छ नि सबैको हत्केलामा देखिँदैन, कुनै कुनै व्यक्तिको हातमा है। तपाईँलाई भनौँ कि यसले देखिन्छ जुन व्यक्ति माथिल्लै तहमा हुन्छन्, सानो तहमा हुँदैन, त्यस्तो व्यक्तिको हत्केलामा यो रेखा देखिन्छ है त। अब आउनुहोस्, तपाईँलाई भनौँ कि अब यदि तपाईँलाई भनौँ मस्तिष्क रेखाको अब शाखा भनौँ न, यदि मस्तिष्क रेखामा भनौँ कि शाखा छ, दुई जिब्रे छ, यो जस्तो तपाईँलाई भनौँ एउटा मस्तिष्क यता गएछ, एउटा यता गयो है, एउटा यतातिर गयो, एउटा यता शाखा छ र दुईटै शाखाको बिचमा यो राहु रेखा आएर रोकियो। अब यसलाई तपाईँले देखाउँदाखेरि म यसरी देखाउँ कि यसको एउटा शाखा यता आयो, एउटा शाखा यता गयो र यो राहु रेखा आएर ठ्याक्कै बिचमा रोकियो है। दुईटै यता शाखा गएछ नि त मस्तिष्क रेखाको, यसको बिचमा आएर रोकियो है त। मस्तिष्क रेखाको बिचमा आएर रोकियो, दुईटै शाखाको बिचमा आएर रोकियो भने, रोकिया छ भने भनौँ न, रोकेको छ भनौँ तपाईँलाई कि यदि यस्तो के गर्छ त, व्यक्तिको दिमाग, मस्तिष्क भनेको बुद्धि, योभन्दा पहिला भ्रष्ट गर्ने भने त्यो बुद्धि दिमागलाई नै गरिदिने। अब यस्तो छ भने यसले के गर्छ त, व्यक्तिको दिमागलाई चाहिँ धेरै तेजिलो बनाउँछ के यो रेखाले।
अब उसको दिमाग आफू दुईटा शाखा भएपछि एउटा त त्यतिकै तेजिलो हुन्छ, त्यसमा पनि यसले के गर्छ भने अझ तेजिलो बनाउँछ के। र तपाईँलाई भनौँ कि यसले के गरिदिन्छ भन्नुहुन्छ भने यति तेजिलो हुन्छ कि चाहिने नचाहिने भनौँ न जुन काममा पनि अगाडि नै हुन्छ के। अब सहीलाई गलत प्रुफ गरेर देखाइदिने होइन, त्यस्तो पनि हुन्छ। अवसरवादी प्रकारको यो व्यक्ति हुन्छ। चतुर जुन भनिन्छ नि, अति चतुरको रेखा यस्तो हुन्छ के। अवसरवादी, आफ्नो काम पर्यो भने अरूको खुट्टा पनि समाउन जाने, काम निस्के भने उसलाई लकाटेर पठाइदिने भनौँ, आदि इत्यादि यसलाई भन्न गरिन्छ। अवसरवादी भनेको त्यही हो है। र गलतलाई पनि सही बनाएर देखाइदिन्छन् भनौँ है। अब साथै भनौँ भने मस्तिष्क रेखाबाट यदि भाग्य रेखा उठेको छ, अब यो अवस्थामा कस्तो हुन्छ भन्दाखेरि अब यो भाग्य रेखा मस्तिष्क रेखाबाट उठेको छ है तपाईँको। यहाँबाट देखाउँछु। अब यहाँ देख्नुभयो नि, अब यो भाग्य रेखा कहाँबाट उठ्यो त? मस्तिष्क रेखाबाट उठेको भाग्य रेखा भयो नि त होइन। यदि भाग्य रेखा मस्तिष्क रेखाबाट उठेको छ भने यस्तो व्यक्ति के हुन्छ त? धेरै नै धनी हुन्छन् है। यहाँ मस्तिष्क रेखाको त तपाईँको यहाँ काटिएकै छ र यहीँबाट भाग्य रेखा उठेको छ भने यसले के गर्छ त? भाग्य सम्बन्धी, धन सम्पत्ति सम्बन्धी धेरै नै धनी हुन्छन् के। किन? उसको बुद्धिले गर्दाखेरि धन कमाएको हुन्छ। उसको यो बुद्धि जुन हुन्छ नि, बुद्धिको प्रभाव, जसले गर्दाखेरि चतुर जुन हुन्छ नि, त्यो चतुराईले गर्दाखेरि उसले धन कमाउँछ है। यो एकदम यसलाई राम्रै भन्छ, शुभ भनिन्छ। तर कहिलेकाहीँ यसले अब मैले भने नि धेरै अवसरवादी पनि देखाइदिन्छ के। अरूको टाउकोमा टेकेर आफूमा अगाडि बढिदिने, उसलाई चाहिँ जेसुकै होस् है, त्यस्तो खालको व्यक्ति हुन्छन् के यो रेखा भएको व्यक्ति, र धनी पनि हुन्छन् है। अब तपाईँलाई भनौँ कि यदि शीश रेखाबाट कुनै शाखा बुध क्षेत्र गएको छ है, अब यो शीश रेखा भयो नि त। अब शीश रेखाको शाखा कुनै भनौँ भने, अब यो त मैले अवसरवादी बताएँ। अब आउनुहोस् यसको विषयमा के बताउँछु भने, यसको शाखा कुनै अब बुध क्षेत्र भनौँ न, यहाँ पुगेको छ। यो उसको बाटो हो भने क्रस भन्नु मिल्दैन, मार्गमा छ भने। अब यो बुध क्षेत्र गएको छ होइन, एउटा शाखा बुध क्षेत्र यहाँ देखिराख्नु भएको छ नि, यो बुध क्षेत्र गएको छ है। र तपाईँलाई भनौँ कि र अब यस्तो व्यक्ति बुध क्षेत्र गएको व्यक्ति के हुन्छ त? व्यापारी नै हुन्छन्। यसमा कुनै भन्नै पर्दैन। बुध क्षेत्र गएको प्रायः जस्तो व्यक्तिमा व्यापारी हुन्छन्। बुध भनेकै व्यापारमा सघाउने ग्रह हो है। र शक्ति सम्पन्न पनि हुन्छन् यस्तो व्यक्ति एकदम। अब यो रेखा त छँदैछ, यो बुध क्षेत्र गएको देखाइरहेको छु। किनभने यताको त मैले के बताएँ त? हाकिम हुन्छन्, मन्त्री हुन्छन्, पदमा बताएँ नि मैले। त्यस्तै गरी यसमा के हुन्छ त? व्यापारी हुन्छन्। यो रेखा बुध क्षेत्र गएको छ भने। र यसको के हुन्छ भने, यस्तो व्यक्ति व्यापारी भए पनि तपाईँले एउटा कुरा के भनौँ भने, ठुला व्यक्तिसँग यिनीहरूको सम्बन्ध हुन्छ। अब देशको ठुलै व्यापारी भयो भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूसँग सम्बन्ध हुन्छ है। र मन्त्रीहरूसँग सम्बन्ध भएको हुनाले यो आफूले पनि लाभ उठाउने गर्दछन् है। जस्तो कतिपय व्यापारीहरू पनि सरकारमा गएर सांसद बनेर मन्त्री पनि बन्ने, अथवा आफू नबने पनि उनीहरूबाट लाभ उठाउने चाहिँ गर्दछन् है। राहु रेखा यस्तो प्रभाव हो। यसको शुभ अशुभ दुइटै प्रभाव पर्छ व्यक्तिमा है। अब यतिका पोइन्टहरू बताएँ, तपाईँहरूले बुझिसक्नुभयो होला होइन। राहु रेखा के हुन्छ, कस्तो हुन्छ, त्यस कारणले यसलाई राम्रैसँग विश्लेषण गरेर यदि तपाईँहरू यसको व्याख्या गर्न सक्नुभयो भने यो रेखाले व्यक्तिलाई शुभ अशुभबाट पनि जोगाउँछ र शुभ फल पनि दिन्छ, अगाडि बढाउँछ। यो कुराहरू के हुन्छ त? तपाईँको आफ्नो व्याख्यामा भर पर्दछ है। तपाईँ आफ्नो कसरी व्याख्या गर्नु छ त्यो अनुसारले यसको प्रभाव पर्छ। रेखाको प्रभाव त परिहाल्छ, व्याख्या गर्दाखेरि आफू एकदम विचार गरेर कसैले मार्का नपर्ने गरी व्याख्या गर्नुपर्छ है। आउनुहोस्, अब आजलाई यति नै। फेरि अर्को भिडियो लिएर आउने नै छु है त। आजलाई नमस्ते।